सूर्यविनायक नगर अस्पतालको मुहार फेरिन थालेको छ। आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज र सुलभ पहुँचका लागि विशेषज्ञ सुविधा सहित सेवा सुरुवात गरिएको नगर अस्पतालमा सेवा विस्तारसँगै मुहार फेरिन थालेको हो। पछिल्लो समय नगर अस्पतालमा सेवा विस्तार गर्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ। केही समय अघि मात्र सूर्यविनायक नगर अस्पतालमा अपरेसन थिएटर सञ्चालनमा आइसकेको छ। नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वासुदेव थापाले अपरेसन थिएटरको सेवा शुभारम्भ गर्नु भएको हो। साथै अपरेसन सहितको बर्थिङ सेन्टर स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ। अस्पताल स्थापनासँगै नगरवासीलाई उपचारमा 15% छुटको व्यवस्था गरिएको छ। नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ भने बीमा गर्नेलाई छुटको व्यवस्था गरिरहेको छ। निकै सफा र सुन्दर रहेको बाल मैत्री तथा अपाङ्ग मैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटर सहितको आइसियु, एसडियु कक्ष, ओपीडी, जनरल वार्ड, ल्याब, एक्सरे, खोप सेवा र फार्मेसी सेवा लगायत आवश्यक सबै सेवा 24 घण्टा सञ्चालन हुँदै आएको छ। अस्पतालमा दैनिक 250 जनाको हाराहारीमा ओपीडीमा सेवा लिन आउने गरेका छन्। अरनिको राजमार्गसँगै जोडिएको अस्पतालमा नगरवासीका साथै काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली लगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन्। नगर अस्पताल 25 रोपनी क्षेत्रफलमा फैलिएको छ।